हेलो अनि नमस्कार, स्वागत छ तपाईँलाई मेरो च्यानल इन्फो नेपालमा। फेरि पनि अर्को भिडियो लिएर म उपस्थित भइसकेको छु। आजको भिडियो चाहिँ के सम्बन्धी रहेको छ भनेर चाहिँ तपाईँहरूले चाहिँ हाम्रो थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला। ढिला नगरिकन म आजको भिडियो सुरु गर्नेछु। आजको यस भिडियोमा चाहिँ मैले चाहिँ त्रिभुवन विश्वविद्यालयले साउन 1 गतेदेखि लिएर साउन 12 गते यानि कि आजको दिनसम्म चाहिँ के सूचनाहरू प्रकाशन गरेको छ त भनेर त्यस सम्बन्धी चाहिँ मैले तपाईँलाई जानकारी दिनेछु। भिडियो अलि लामो हुनसक्छ, त्यही भएर चाहिँ अलिकति स्किप नगरिकन हेर्नु होला। अन्तिमसम्म हेर्नुभयो भने चाहिँ पक्कै पनि तपाईँलाई चाहिँ चाहिने जानकारीहरू तपाईँले पाउन सक्नुहुनेछ। आजको भिडियोमा चाहिँ त्रिभुवन विश्वविद्यालयले निकालेको सूचनाहरूमध्ये चाहिँ अब 5वटा सूचनाहरू रहेको छ होइन, जसमध्ये चाहिँ पहिलो सूचना रहेको छ विश्वविद्यालयले निकालेको चाहिँ पहिलो सूचना चाहिँ सूची दर्ता गर्ने सम्बन्धी रहेको छ। अब यो सूचना चाहिँ के हो भन्दाखेरि चाहिँ त्रिभुवन विश्वविद्यालयले जति पनि बाहिरी भनौँ न फार्महरू कुनै पनि कम्पनीहरूसँग आबद्ध गरेर काम गरिरहेको हुन्छ त्यस सम्बन्धी चाहिँ सूची दर्ता गरेको हुनुपर्ने छ। त्रिभुवन विश्वविद्यालयको हरेक कामहरूमा होइन कार्यहरूमा संलग्न भएको छ भने चाहिँ त्यसमा चाहिँ दर्ता गर्नुपर्ने छ। त्यो चाहे फार्म होस्, कम्पनी होस् या कुनै व्यक्ति होस्, त्यो दर्ता भएको चाहिँ देखिनुपर्ने छ। जस्तै अब परीक्षा तपाईँहरूले चाहिँ परीक्षा दिनुहुन्छ, यदि स्टुडेन्ट हुनुहुन्छ भने है, स्टुडेन्टले हेर्दै हुनुहुन्छ भने चाहिँ यदि तपाईँहरूले परीक्षा दिँदै हुनुहुन्छ, परीक्षामा चाहिँ आउने त्यो पेपर सिट भयो होइन, एटेन्डेन्स सिट भयो, त्यो सम्पूर्ण कागजपत्रहरू कहाँ छपाई गरेको छ, कसले छपाई गरेको छ, त्यो छपाई गरेको फार्म या कम्पनीको दर्ताहरू के हो कसो हो भनेर चाहिँ सबै चाहिँ सूचीकृत गर्नुपर्ने छ। र यदि कम्पनीहरूले हेर्नु भएको छ भने चाहिँ विश्वविद्यालयसँग चाहिँ आबद्ध भएर काम गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँले सम्पूर्ण कागजपत्रहरू चाहिँ आफ्नो कम्पनी दर्ता गरेर गरिएको दर्ता चाहिँ तपाईँले चाहिँ सूचीकृत गर्नु होला चाहिँ होइन। यो सम्बन्धी चाहिँ अब मैले तपाईँलाई चाहिँ लिङ्क दिनेछु तल चाहिँ, त्यहाँ लिङ्कमा गएर पनि तपाईँले सम्पूर्ण जानकारीहरू पाउन सक्नुहुनेछ। यो रह्यो पहिलो सूचना। दोस्रो सूचना चाहिँ हाम्रो चाहिँ त्रिभुवन विश्वविद्यालयले चाहिँ रिजल्ट सम्बन्धी चाहिँ सूचना निकालेको छ। यो सूचना चाहिँ हाम्रो 4 वर्षीय बिबिएस 3rd इयर होइन, पार्सियल र रेगुलर इक्जाम दिनुभएको 2082 सालमा चाहिँ स्टुडेन्टहरूको चाहिँ रिजल्ट पब्लिस गरेको छ। त्यो रिजल्टहरू चाहिँ तपाईँले कहाँ गएर हेर्न सक्नुहुन्छ भनेर त्यो तल लिङ्क दिनेछु, त्यहाँ गएर क्लिक गर्नुभयो भने चाहिँ त्यहाँबाट चाहिँ तपाईँले पाउनुहुनेछ। त्यसै गरी चाहिँ अर्को सूचना रहेको छ। अर्को सूचना चाहिँ एकदम इम्पोर्टेन्ट सूचना छ, किनभने चाहिँ होइन यो चाहिँ स्टुडेन्टहरूले सायद वेट गरेर बस्नु भएको होला। यो सूचना चाहिँ खास क्याम्पसहरूको लागि चाहिँ रहेको छ, तर पनि स्टुडेन्टले पनि थाहा पाउनुभयो भने चाहिँ अतिरिक्त तपाईँले चाहिँ जानकारी चाहिँ थाहा पाउन सक्नुहुनेछ। यो सूचना चाहिँ के हो भन्दाखेरि चाहिँ 4th इयर पढ्नु हुने बिबिएस स्टुडेन्ट जुन 4 वर्ष रहेको छ, 2082 सालमा चाहिँ जुन इक्जाम दिनुभएको थियो, उहाँहरूको चाहिँ अब हाम्रो चाहिँ प्रोजेक्ट वर्क मार्क्सहरू होइन अनि एटेन्डेन्स सिटहरू जुन क्याम्पसहरू कलेजहरूले चाहिँ त्रिभुवन विश्वविद्यालयले पठाउनको लागि चाहिँ सूचना प्रकाशन गरेको छ। र यो सूचनाहरू जुन सम्बन्धित भनौँ न एटेन्डेन्स मार्क्सहरू, तपाईँको चाहिँ रिपोर्टहरू, वर्क रिपोर्ट, प्रोजेक्ट वर्कहरू के छ त्यो सबै चाहिँ यही साउन मसान्तभित्र चाहिँ पठाउनु पर्ने भनेर चाहिँ त्रिभुवन विश्वविद्यालयले चाहिँ सूचना चाहिँ निकालेको चाहिँ अर्को सूचना रहेको छ। अर्को सूचना चाहिँ के सम्बन्धी रहेको छ भन्दाखेरि चाहिँ 5 वर्षीय BA-LLB को 2nd इयर, 3rd इयर, 4th इयर, 5th इयर 2081 सालमा जुन चान्स इक्जाम दिनुभएको थियो, त्यो इक्जामको चाहिँ रिजल्ट प्रकाशन गरेको छ। रिजल्टहरू चाहिँ तपाईँले चाहिँ तल दिएको लिङ्कमा गएर हेर्न सक्नुहुनेछ। र 2081 सालमा चाहिँ यदि चान्स इक्जाम दिनुभएको थियो भने चाहिँ उहाँहरूको लागि चाहिँ यो चाहिँ रिजल्ट पब्लिस गरेको छ है त्रिभुवन विश्वविद्यालयले। त्यसै गरी हाम्रो अन्तिम सूचना रहेको छ 4th इयर B.Ed को इक्जाम दिनुहुने रेगुलर र पार्सियल जुन चाहिँ 2082 सालमा भएको थियो होइन, इक्जाम दिनुभएको थियो, उहाँहरूको लागि चाहिँ यो सूचना के हो भन्दाखेरि चाहिँ त्रिभुवन विश्वविद्यालयले चाहिँ रिजल्ट पब्लिस गरेको छ। तपाईँले रिजल्ट चाहिँ तल दिएको लिङ्कमा गएर चाहिँ हेर्न सक्नुहुनेछ है।
मैले तपाईँहरूलाई चाहिँ 5 वटा सूचनाहरू बताएँ, जुनमा चाहिँ तपाईँलाई चाहिँ चाहिने सूचना रहेको छ। त्यसको चाहिँ लिङ्क तल दिएको छु। त्यो लिङ्कमा गएर क्लिक गरेर चाहिँ सूचनाहरू चाहिँ आफ्नो के हो रिजल्टहरू तपाईँले चाहिँ त्यहाँ गएर हेर्न सक्नुहुनेछ। र अझै थप केही तपाईँलाई जानकारी चाहिएको छ भने चाहिँ तल हाम्रो कमेन्ट बक्समा चाहिँ तल कमेन्ट गर्न सक्नुहुनेछ। र यस्तै भिडियोहरूको लागि चाहिँ च्यानललाई सब्सक्राइब गरेर राख्नुहोला। हस् त, धन्यवाद।